Hello, welcome to Bikalpa Dream Catchers, where conversations are all about young dreams and big passion. आज हामीसँग हुनुहुन्छ एकदमै talented artist Anne Marie. Hello, Welcome to the show. thank you. हाम्रो भ्युर्सहरूको लागि चाहिँ प्लिज इन्ट्रोड्युस योरसेल्फ अनि अलिकति ब्याकग्राउन्ड दिनुहोस् न आफ्नो. मेरो नाम चाहिँ अन्मारी तामाङ. आइम अ भिजुअल आर्टिस्ट बेस्ड इन काठमाडौँ. मैले चाहिँ स्कल्पचरमा मास्टर्स गरेको टियुबाट एन्ड आइ एम करेन्टली वर्किङ एज अ इलस्ट्रेटर एन्ड सेरामिस्ट. Illustration चाहिँ I do as a freelance. I make children's literature and ceramic चाहिँ I take my sculpting skills and I turn them into ceramic. As an artist, तपाईँ यो करियर चुज गर्नु अगाडि चाहिँ what was your inspiration? What drove you to choose this as a professional career? आर्ट फिल्डमा लाग्नलाई चाहिँ बच्चादेखि नै होला बिकज आई युज टु रिड अ लट अफ माङ्गाज वाच अ लट अफ एनिमे एन्ड ड्राइभिङ पोइन्टै थियो आर्टमा डुइङ डुडल्स मेकिङ डिफ्रेन्ट काइन्ड्स अफ क्यारेक्टर्स एन्ड ए लेभल्समा आई टुक आर्ट एन्ड डिजाइन एन्ड त्यहाँ चाहिँ मैले पेन्टिङ गर्न थालेको थिएँ एन्ड फ्रम देयर आफ्टर कम्प्लिटिङ माई ए लेभल्स म चाहिँ ब्याचलर्समा चाहिँ मलाई आर्ट गर्न मन छ भनेर आई वाज लुकिङ फर कलेजहरू एन्ड आई केम अक्रस युजना कलेज अफ फाइन आर्ट्स अनि त्यहाँ जोइन गर्दाखेरि चाहिँ आई रियलाइज कि आर्टको पनि भिन्दै भिन्दै फर्म्सहरू हुने रहेछ एन्ड हाम्रो कलेजमा चाहिँ त्यो इट वाज पेन्टिङ स्कल्पचर ग्राफिक डिजाइन म्युजिक डान्स त्यस्तोहरू एन्ड त्यहाँबाट चाहिँ मैले स्कल्पचर भनेर चाहिँ सुनेँ एन्ड हुन्छ नि त भनेर आई डिसाइडेड टु जोइन ब्याचलर्स इन स्कल्पचर अनि त्यहाँबाट चाहिँ आई स्टार्टेड टु मेक डिफ्रेन्ट काइन्ड्स अफ आर्ट वर्क 3Dमा इन क्ले वुड मेटल स्टोन एज वेल अनि त्यहाँबाट चाहिँ मेरो प्यासन फर स्कल्पटिङ ग्रुप भनौँ न. तपाईँले चाहिँ मेन्सन गर्नुभयो कि अहिले युआर मोर फोकस्ड अन सेरामिकवाला आर्ट होइन त. तर हामीले चाहिँ नर्मली आर्ट भन्ने बित्तिकै पेन्टिङ्स नै दिमागमा आउँछ नि त. सो पेन्टर भन्दा पनि एज एन आर्टिस्ट चाहिँ हाउ इज इट डिफ्रेन्ट अनि कस्तो खालको स्पेसिफिकेसन आर्टमा पनि हुन्छ होइन त्यो अलिकति त्यसको बारेमा भनिदिनुहोस् न. धेरै ब्रान्चेसहरू छ नि त आर्टमा एन्ड युजली चाहिँ इभन माई एक्सपिरियन्स वेन आई से आइम एन आर्टिस्ट पेन्टर हो भन्छ कि पेन्टिङ गर्ने मान्छेहरूले चाहिँ आर्टिस्ट ठान्छ अरू कुराहरू चाहिँ त्यति नोटिस हुँदैन जस्तो लाग्ने अनि मैले चाहिँ होइन म स्कल्पटर हो भन्नुपर्ने एन्ड त्यसमा पनि डिफ्रेन्ट ब्रान्चेसहरू हुन्छ अब शालिक बनाउने टाइपको बस्ट वर्कहरू गर्ने मेटल कास्टिङहरू गर्ने पनि स्कल्पचर्स हो स्टोन कार्भिङ गरेर मूर्तिहरू गड गडेसेसको बनाएको स्कल्पचर हो तर म चाहिँ मेनली आई डु क्लेमा काम गर्छु नि त क्लेलाई फर्म दिएर त्यसलाई सेरामिक बनाउँदाखेरि पनि सेरामिस्ट भन्ने हो तर स्कल्पटिङ वेमा स्कल्पचरको वेमा काम गर्छु नि त एन्ड यसरी नै भिन्दै भिन्दै आर्टिस्टहरू छुट्टेर गएको हुन्छ एन्ड एक्जाम्पल दिँदाखेरि इफ यु लुक एट ब्यानर्सहरू पोस्ट कार्ड्सहरू तिनीहरू पनि आर्टिस्टले नै बनाएको ग्राफिक डिजाइन पढेको ग्राफिक डिजाइनर्सहरूले बनाउने पनि उहाँहरू पनि आर्टिस्टै हो अनि भिन्दै भिन्दै खालीको आर्ट फर्महरू हुन्छ भिन्दै भिन्दै खालीको आर्टिस्ट हुन्छ अनि वेन एभर वी से वेयर एन आर्टिस्ट क्वेसन चाहिँ कस्तो खालीको आर्ट गर्नुहुन्छ भनेर चाहिँ त्यो चाहिँ आउनुपर्छ बिफोर जजिङ कि पेन्टरै हो भनेर चाहिँ. आर्टिस्ट एज एन आर्टिस्ट पनि स्पेसिफिकेसन हुँदै गएर यु वर्क अन स्कल्पटिङ त्यसपछि फेरि अझै भएर यु वर्क विथ अन्ली क्लेज अनि त्यसमै स्पेसिफिकेसन भइरहेको होइन त. सो एट दि एन्ड चाहिँ धेरै गरिसकेपछि यु कम टु अ भेरी स्पेसिफिक खालको ठाउँ एज एन आर्टिस्ट पनि होइन युज स्पेसिफिक रिसोर्सेस फर युर आर्ट. सो मैले सुन्न मन लागेको चाहिँ नेपालमा एज एन आर्टिस्ट एउटा स्पेसिफिकेसन पुगिसकेपछि चाहिँ रिसोर्सेस भेटाउन चाहिँ कतिको सजिलो अथवा गाह्रो छ नेपालको मार्केटमा चाहिँ. वेन आई वाज अ स्टुडेन्ट हाम्रो टाइममा चाहिँ गाह्रो थियो वी डिडन्ट ह्याभ अ लट अफ सप्सहरू एन्ड फाइन्डिङ रिसोर्सेस वर मोर डिफिकल्ट त्यो टाइममा अहिले भन्दा तर अहिले पनि इट हेज इम्प्रुभड तर पुग्नुपर्ने लेभलमा चाहिँ पुगेको छैन एन्ड हामीले आर्ट स्टोर्सहरूमा हेर्दाखेरि पनि 90% अफ द मटेरियल्स चाहिँ पेन्टर्सहरूको लागि नै फिक्स्ड भयो जस्तो छ अनि त्यसमा 5%हरू चिल्ड्रेनको लागि कि त क्राफ्ट गर्नको लागि त्यस्तोहरू छ अनि बेयरली 5% चाहिँ स्कल्पटिङ टुल्सहरू छ कि एन्ड अहिले पनि हेर्दाखेरि त्यो आर्ट सपहरूमा जाँदाखेरि एकदमै सानो आयलमा मात्र आर्टको स्कल्पटिङको लागि चाहिँ सामानहरू पाउँछ त्यो चाहिँ अलिकति
अझै जति धेरै टुल्स जति धेरै मटेरियल त्यति नै मान्छेहरू इन्ट्रेस्ट हुन्छ नयाँ कुरा ट्राई गर्नलाई अनि टुल्स र मटेरियल नै पाएन भने त युआर नट मोटिभेटेड त्यो कुरा गर्नलाई नि त एन्ड रिसोर्सेसहरू हेर्दाखेरि चाहिँ हाम्रो सेरामिकमै हेर्दाखेरि पनि इट्स भेरी हार्ड टु फाइन्ड प्रपर ग्लेजेसहरू प्रपर मटेरियल्सहरू एकदमै लिमिटेड कम्पनीहरू कोअपरेसन्सहरू छ जहाँ चाहिँ यो सेल भइरहेको छ एन्ड म चाहिँ पर्सनल्ली आई डिड माई इन्टर्नसिप मेरो आर्टिस्टको रेसिडेन्सी चाहिँ मैले फ्रान्समा गरेको थिएँ त्यहाँ चाहिँ मैले सेरामिक सिकेको प्लस मैले सेरामिकमै काम गरेँ एन्ड त्यहाँ चाहिँ एकदमै धेरै राम्रो मटेरियल्स र रिसोर्सेस पाएको कारणले चाहिँ त्यही एक्सपेक्टेसन पनि थियो नि त नेपाल आउँदाखेरि नेपाल आएपछि चाहिँ आई वाज लाइक आई वान्ट टु बिकम अ सेरामिस्ट मलाई सेरामिकमा काम गर्न इन्ट्रेस्ट भयो भनेर त्यो जर्नीमा लाग्न थालेको थिएँ म तर मटेरियल पाउन चाहिँ एकदमै गाह्रो फिल भयो त्यसपछि यु हेभ टु मेक एभ्रिथिङ यर सेल्फ के ग्लेज बनाउनु पऱ्यो भने यु हेभ टु नो केमिस्ट्री सबै केमिकलहरू कसरी मिक्स गर्ने भनेर यु हेभ टु मेक एभ्रिथिङ यर सेल्फ अब मलाई एउटा सर्टेन खालको क्लेमा काम गर्नु मन लाग्यो भने यु हेभ टु बाई द र मटेरियल्स अनि आफै बनाउनु पर्ने त्यो एउटा मलाई यो खालको मटेरियल चाहिन्छ भने ठ्याक्कै पाउँदैन कि यु हेभ टु मेक इट यर सेल्फ सबै कुराहरू अनि त्यो चाहिँ मैले देखेको छु सेरामिकमै काम गर्नु पर्दाखेरि चाहिँ हामीले इन्टरनेटबाट पनि देख्छौँ कि इट रिक्वायर्स अ लट अफ टाइम होइन त बनाउनु पर्दाखेरि पनि अनि त्यसलाई ड्राई गर्नको लागि अनि त्यसपछि ग्लेजको लागि पनि कति धेरै टाइम चाहिँ लाग्छ सो इट रिक्वायर्स अ लट अफ स्किल त भइहाल्यो पेसेन्स एन्ड टाइम पनि होइन अनि एक्सपोजरको लागि चाहिँ टु गेट द्याट आर्ट आउट होइन कस्तो कस्तो खालको मिडियम हुन्छ अनि त्यसपछि आर्टिस्टहरूले चाहिँ कुन मिडियमबाट चाहिँ आफ्नो आर्टलाई चाहिँ बाहिर ल्याइरहनु भएको हुन्छ नेपालमा चाहिँ हाम्रो चाहिँ यहाँ एक्जिबिसन्सहरू हुन्छ तर एक्जिबिसनमा भाग लिनलाई चाहिँ टु पार्टिसिपेट यु हेभ टु बी अप्रोच्ड जस्तो भनौँ न थ्रु क्युरेटर्स थ्रु ग्यालरी अनि त्यसको लागि चाहिँ यु हेभ टु ब्रिङ यर नेम फरवर्ड टु ब्रिङ यर नेम फरवर्ड यु हेभ टु डु अ लट अफ एक्सपोजर वर्क्सहरू फाइनेन्सियली इट्स नट अ गुड थिङ तर अनलेस एन्ड अन्टिल यु हेभ बेटर कनेक्सन्सहरू बेटर पिपल हु आर thriving to make your career better त्यो नभएसम्म चाहिँ इट्स भेरी डिफिकल्ट टु वर्क एज एन आर्टिस्ट एन्ड हामी चाहिँ लाइक वी टक टु डिफ्रेन्ट काइन्ड्स अफ पिपल वी मेक डिफ्रेन्ट काइन्ड्स अफ कनेक्सन्स अनि इफ देयर इज एन एक्जिबिसन ह्यापनिङ समवेयर अनि दे निड एन आर्टिस्ट अर ग्रुप अफ आर्टिस्ट बाई चान्स फलानु चाहिँ मैले चिन्छ भनेर त्यो क्याटेगोरीमा पर्दाखेरि हाम्रो नाम आउन सक्छ नि त त्यस्तो हुँदाखेरि चाहिँ वी गेट बेटर एक्सपोजर्स एक्जिबिसनमा भाग लिनलाई एन्ड अल्सो ओपन कल्सहरू हुन्छ ओपन कल्स दे ह्यापन इन सोसियल मिडियाहरू लाइक डिफ्रेन्ट फर्मेटमा हुने लाइक इट क्यान बी अ वर्कसप फर आर्टिस्टहरू अनि आर्टिस्टहरू चाहिँ भेला भएर काम गर्ने एन्ड इन द एन्ड दे आर क्रिएटिङ सम काइन्ड अफ प्रोजेक्टमा काम गर्ने टाइपको पनि ओपन कल्स हुने अर एउटा सर्टेन काइन्ड अफ ग्रुप एक्जिबिसन हुन लागेको छ इट क्यान बी नेसनल अर इन्टरनेसनल त्यहाँ चाहिँ आफ्नो आर्टवर्क सबमिट गर्ने अनि इफ इट्स सेलेक्टेड देन यु क्यान बी अ पार्ट अफ द एक्जिबिसन एज वेल अनि also you have to work a lot you have to promote yourself in social media and you have to also get yourself outside which is very difficult for आर्टिस्टहरू किनभने सबैजनालाई बोल्न मन लाग्दैन सोसियलाइज गर्न मन लाग्दैन त्यो पनि एउटा एकदमै गाह्रो कुरा हुन्छ तर अनलेस एन्ड अन्टिल यु आर ब्रिङिङ यर सेल्फ फरवर्ड अरूहरूले चाहिँ अलिकति चिन्न गाह्रो चाहिँ हुन्छ यु डिड टच अन दिस सब्जेक्ट अलिकति अगाडि होइन तर अहिलेको सिनारीमा नेपालमा एज एन आर्टिस्ट फाइनेन्सियली चाहिँ कतिको सस्टेनेबल हुन्छ होला फाइनेन्सियली सस्टेनेबल हुनलाई चाहिँ यो इट डिपेन्ड्स अन यु वाट काइन्ड अफ वर्क यु आर डुइङ वाट काइन्ड अफ प्रोजेक्ट्स यु आर ह्यान्डलिङ कमर्सियली काम गर्दाखेरि यु गेट कमर्सियल काइन्ड्स अफ वर्क क्वान्टिटीमा काम गर्नुपर्छ वेन यु वर्क एज एन आर्टिस्ट यु आर क्रिएटिङ लिमिटेड एडिसनको कामहरू यु आर वर्किङ इन लेस क्वान्टिटी एन्ड मोर इन क्वालिटी आफूलाई सस्टेन गर्नलाई यु हेभ टु अन्डरस्ट्यान्ड कि आर्ट अरूहरू जस्तो 9 to 5 जब गर्दाखेरि मन्थली स्यालेरी हुँदैन हाम्रो
एन्ड अल्सो हाम्रो आर्ट इज नट अ 9 to 5 जब, इट्स अ 24 hour जबै भनौँ न त. वेन एभर वी गेट सम काइन्ड अफ प्रोजेक्ट के गर्न मन छ भने यु हेभ टु वर्क 24 hours पनि काम गर्नुपर्ने. ओभरनाइट काम गरेर लाइक 9 to 5 भन्नुहोस् त, यु क्यान बी वर्किङ लाइक फ्रम 10 to midnight टाइपको नै हुन्छ नि त. एन्ड बेटर म्यानेजमेन्ट अफ यर मनी हुनु पऱ्यो. किनभने यु हेभ अ प्रोजेक्ट, यु गट टु सेल यर आर्ट वर्क, फाइनेन्स भयो, तर इट्स नट समथिङ द्याट यु गेट एभ्री मन्थ पनि हुनसक्ने. सो यु हेभ टु प्लान एभ्रिथिङ बिफोर ह्यान्ड. Like you said, there are a lot of pros and cons as an artist. तर अहिलेसम्म you've been in this field for a very long time होइन त, र अहिलेसम्म पनि आउँदाखेरि चाहिँ why do you love art so much? For me, art is, it's more like creating for other people जस्तो लाग्छ. त्यसको लागि चाहिँ आइएम करेन्टली वर्किङ इन तामाङ कम्युनिटीको बारेमा रिसर्च गरेर त्यसलाई नै लिएर कामहरू गरिरहेको छु. लास्ट इयर 2025मा चाहिँ मैले मेरै कम्युनिटीको बारेमै काम गरेँ, थुप्रै काम गरेँ. मेरो फर्स्ट तामाङ कम्युनिटीलाई लिएर गरेको प्रोजेक्ट चाहिँ ज्वेलरिज थियो. जन्तरहरू, चेप्टो सुनहरू बनाएको. एन्ड त्यसमा चाहिँ इट वाज फर बोथ यङ्गर एन्ड ओल्डर जेनेरेसन. यङ्गर जेनेरेसन गट टु सी द वर्क एन्ड दे वर लाइक ए हाम्रो पहिला चाहिँ एन्सेस्टर्सहरूले यस्तो यस्तो कुरा लाउनुहुन्थ्यो, यस्तो यस्तो कल्चर्सहरू थियो, यस्तो ट्रेडिसन्सहरू, रिचुअल्सहरू थियो भनेर थाहा पाउने. तर वेन यु लुक एट ओल्डर जेनेरेसन्सहरू एकदमै इमोसनली अट्याच पनि हुन्छ, प्यासनेट पनि हुन्छ कि त्यो काम देखेर. लाइक हामी सानो हुँदाखेरि त यस्तो कुरा कति धेरै देख्थ्यो, आजकल यो कुराहरू त्यति देख्दैन. प्रोग्राम्सहरू हुँदाखेरि मात्र युज गर्ने हुन्छ नि त. आजकल त हाम्रो ट्रेडिसनल ड्रेसहरू, ज्वेलरिजहरू नर्मल वेयरमा त देखिँदैन. पहिला त नर्मल वेयर नै थियो नि त. अनि एकदमै नस्टाल्जिक हुन्छ कि. अनि वेन यु फाइन्ड त्यो ओल्डर जेनेरेसन्सहरूको इमोसन नस्टाल्जिक भएको, इट हिट्स यु मोर जस्तो लाग्छ कि. कहिलेकाहीँ एउटा क्यानभसमा मप अथवा कुनै नर्मल एउटा पेन्ट स्ट्रोक मात्रलाई पनि धेरै पपुलर भइरहेको हुन्छ होइन. अनि इट गेन्स मोर पपुलारिटी, इट गेन्स मोर रेकग्नेसन, त्यही अनुसारको इट गेन्स मोर भ्याल्यु पनि. तर आर्टिस्टहरू जो चाहिँ लोकल आर्टिस्टहरू हुनुहुन्छ, अनि त्यसपछि दे मेक अ पोइन्ट कि आवर आर्ट जुन चाहिँ अलिक धेरै मेहनत लागेको हुन्छ, धेरै टाइम लागेको हुन्छ, दे आर नट एप्रिसिएटेड इनफ होइन. पपुलरलाई मात्र लिइरहेको हुन्छ भन्ने कुरामा. सो यो ओपिनियन, यो कन्ट्रोभर्सीवाला कुरामा चाहिँ वाट इज योर ओपिनियन? अनि एउटा लाइन तानेर फेमस हुने कुरामा चाहिँ वाट डु यु थिङ्क अबाउट द्याट? आर्ट इज आर्टै भन्नु पर्ला. एकदमै कन्ट्रोभर्सियल कुरा हो. एज एन आर्टिस्ट पनि हाम्रै आर्ट ग्रुपमा पनि सम पिपल हेभ डिफ्रेन्ट ओपिनियन, सम पिपल हेभ डिफ्रेन्ट ओपिनियन. अनि आई फिल लाइक सबैजनाको ओपिनियन चाहिँ एकचोटि सुन्यो भने चाहिँ राम्रो हो. लाइक लोकल आर्टिस्टहरू, डिटेलमा आर्ट काम गर्नेहरू छ नि, उहाँहरूको कामहरू एकदमै राम्रो छ. त्यो झन् एक्सपोजर पाउनुपर्ने, झन् राम्रो हुनुपर्ने. तर उहाँहरूको काम अगाडि नबढ्दाखेरि चाहिँ एभ्री आर्टिस्ट एउटा पोइन्टमा पुग्दाखेरि चाहिँ दे फिल रियली ब्याड के, एउटा गिल्ट पनि हुन्छ. त्यो पोइन्ट अफ भ्यू पनि छ. तर अर्को पोइन्ट अफ भ्यूमा चाहिँ जो आर्टिस्टले चाहिँ क्यानभसमा लाइन कोर्यो अरे, त्यो आर्टिस्टको पनि त एउटा जर्नी छ नि त लाइफमा. त्यो पोइन्टमा पुग्नु पनि त रिजन छ होला. जहिले पनि नेगेटिभ वेमा हेर्दाखेरि पनि राम्रो हुँदैन. किनभने यु हेभ टु अन्डरस्ट्यान्ड एभ्री वान्स पोइन्ट अफ भ्यू. अनि मलाई चाहिँ लाग्छ आर्टिस्टले आफ्नो एक्सप्रेसन कसरी गर्छ त्यसमै डिपेन्ड हुन्छ. आर्टलाई चाहिँ एकदम मेन्टल हेल्थ थेरापीसँग चाहिँ जोडिरहेको हुन्छ होइन. एकदम कथार्टिक एक्सपिरियन्स हुन्छ भनेर. त एज एन आर्टिस्ट, एज अ प्रोफेसनल आर्टिस्ट, र यो जसको कामै हो, वर्क हो, हजुरको लागि चाहिँ हाउ युजफुल इज आर्ट फर योर मेन्टल हेल्थ? हबी इज फन वेन इट्स अ हबी नि त. आई हेभ बिन वर्किङ अन समथिङ फर अ भेरी लङ टाइम आर्टमा. अनि एउटा पोइन्टमा पुगेपछि चाहिँ एकदम गाह्रो हुन थाल्छ. त्यति बेला चाहिँ आई टेक अ ब्रेक, आर्टबाटै ब्रेक लिन्छु कि. आई डु समथिङ एल्स फ्रम आर्ट. जस्तो कि हजुरहरूलाई आर्ट थेरापिक लाग्छ भने मलाई चाहिँ बिसाइड आर्ट अर्को कुरा थेरापिक लाग्न सक्छ नि त. त्यति बेला चाहिँ आई टेक अ ब्रेक फ्रम आर्ट. अनि मलाई अलिकति थेराप्युटिक लाग्ने कुराहरू चाहिँ म गर्न थाल्छु. एन्ड त्यसमा पनि डिपेन्ड्स. अब मैले चाहिँ आर्टलाई रोकेर चाहिँ अरू कुरा गरेँ. समटाइम्स सेरामिक गर्दा गर्दा मलाई एकदमै गाह्रो भयो भने आई टेक इलस्ट्रेसन एज अ थेरापिक काइन्ड अफ वे. अर्कै आर्ट फर्मको मिडियम भयो, तर इट्स समथिङ द्याट्स, आइ एम नट फोकसिङ अन समथिङ द्याट्स लाइक
गिभिङ मी अ लट अफ बर्डन अनि अर्को कुरामा फोकस गरेको जस्तै हुन्छ आर्ट जोइन गर्दाखेरि तपाईँको एउटा ड्रिम थियो होला होइन टु डु समथिङ भन्ने कुरा र अहिले आइपुग्दाखेरि कुनै कुनै ड्रिम पुरा भयो होला कुनै कुनै अझै बाँकी छ होला सो अब चाहिँ वाट आर योर होप्स एन्ड ड्रिम्स फर द फ्युचर मेरो ड्रिम के छ त्यही ड्रिम नै मलाई अगाडि पुस गरिरहेको छ नै भनौँ न एन्ड मेरो अहिलेको मेन ड्रिम एन्ड प्यासन इज टु ब्रिङ मेरो कम्युनिटी फरवर्ड एन्ड अल्सो टु इम्प्रुभ माई स्किल्स एन्ड त्यो गर्नलाई चाहिँ आइएम मोर वर्किङ अन रिसर्चहरू अनि कलेक्टिङ डिफ्रेन्ट काइन्ड्स अफ डाटाजहरू टकिङ टु डिफ्रेन्ट काइन्ड्स अफ पिपल अनि त्यो सबै कुरालाई लिएर मेरो अहिलेको करेन्ट प्रोजेक्ट चाहिँ के हो भन्नाले आइएम वर्किङ टुवर्ड्स मेरो तामाङ कम्युनिटी आई वान्ट टु ब्रिङ मेरो कम्युनिटी फरवर्ड वर्क त्यसको बारेमा एन्ड अल्सो हेल्प इन ब्रिङिङ मोर अवेरनेस एन्ड अल्सो कन्जर्भिङ मेरो आफ्नै ट्रेडिसन्सहरू थ्याङ्क यू सो मच हजुरले आफ्नो एक्सपिरियन्स सेयर गर्नुभएकोमा अनि अहिले भर्खर करियर चुज गर्न लाग्नु भएको जति पनि भाइ बहिनीहरू हुनुहुन्छ र आर्टमा चाहिँ अलिकति पोसिबिलिटी देखिरहनु भएको भाइ बहिनीहरूको लागि चाहिँ वुड यु थिङ्क वुड बी वान गुड एडभाइस यो करियरमा छिर्नुभन्दा अगाडि चाहिँ प्यासन चाहिन्छ जे गर्दाखेरि पनि यु हेभ टु बी फोकस्ड लाग्छ मेन्टली पनि यु हेभ टु प्रिपेयर किनभने ट्रुथफुल्ली फ्रेङ्कफुल्ली एज समन हेज बिन वर्किङ इन आर्ट फिल्ड यति चाहिँ भन्छु इफ यु आर मेन्टली प्रिपेयर्ड फर द जर्नी अलिक सजिलो चाहिँ हुन्छ अलिकति सजिलो चाहिँ हुन्छ देयर आर डिफ्रेन्ट काइन्ड्स अफ स्पिड बम्प्सहरू बिचमा आउन सक्ने डिफ्रेन्ट काइन्ड्स अफ त्यो ग्याप्सहरू आउँछ डिचेसहरू आउँछ वेयर यु हेभ टु लाइक खस्यो भने कसरी निस्किने भनेर त्यो चाहिँ प्रिपेयर हुनुपर्छ तर नेभर गिभ अप इन य प्यासन चाहिँ लाग्छ मलाई थ्याङ्क यू सो मच फर आजको लागि टाइम अनि आई मिन विभ सिन यो इन्स्टाग्रामहरू पनि होइन एकदम राम्रो आर्टहरू देख्यो यो भेरी ट्यालेन्टेड अनि वी अल्सो वान्ट टु मेन्सन टु द भ्युवर्स कि हाम्रो जुन यो आर्ट छ यो पनि हाम्रो आनमरीजीले नै बनाउनु भएको एन्ड लाइक दिस you have एकदम आफ्नै खालको युनिकनेस एन्ड your I love your art and मा पनि so thank you so much for your time आज थ्याङ्क यू I hope you enjoyed आजको हाम्रो एपिसोड जुन चाहिँ एकदमै ट्यालेन्टेड आर्टिस्ट आनमरीसँग थियो इफ यु वान्ट हर सोसियल मिडिया ह्यान्डल्स र इफ यु वान्ट टु रिच आउट टु हर रिगार्डिङ उहाँको आर्ट अथवा वर्कसपहरू इफ यु आर इन्ट्रेस्टेड इन आर्ट हामीले चाहिँ त्यो सबै इन्फर्मेसन चाहिँ तल डिटेल्समा राख्नेछौँ सो यु क्यान चेक द्याट आउट एज वेल र वन्स अगेन थ्याङ्क यू सो मच फर बिङ हियर अनि हजुरहरूलाई पनि अझै हाम्रो यङ पिपलको स्टोरिज भन्न मन छ अथवा सुन्न मन छ भने यु क्यान अल्सो रिच आउट टु अस एन्ड विल सी यु नेक्स्ट विक